होइन तपाईहरु क्वेशन गर्दा त हामीले उत्तर दिन पाएन त तर त्यसरी कुट्न मिलेन नि त तर त्यसरी शान्तिपूर्ण आन्दोलन गर्दा कुट्न मिलेन के हजुरहरुले तपाईहरुले लट्ठी चार्ज भयो भएन उहाँहरुले चाहिँ हामीले शान्तिपूर्ण आन्दोलन गरिरहँदा यसरी लट्ठी चार्ज गर्नु भनेको यो चाहिँ एकदमै राष्ट्रियता विपरीत हो यो चाहिँ जुन यो नेपाल प्रहरीले गरिराख्नु भएको छ यो चाहिँ एकदम राष्ट्र र राष्ट्रियता विपरीतै उहाँहरुले हामीमाथि जुन खालको व्यवहार गर्नुभयो दुर्व्यवहार त्यो चाहिँ एकदमै खेदजनक छ तपाईहरुको संख्या कम भएर अनि हेपेको हो कि हाम्रो संख्या कम भएको हैन हाम्रो ठाउँ ठाउँमा राका जुलुसहरु निस्केको छ तपाईहरुले यहाँनेर देख्नुभयो हाम्रो 5 ठाउँबाट राका जुलुस हाम्रो 300-400 जना भन्दा बढी वाइसेल र युवा संघको साथीहरु हुनुहुन्छ हाम्रो चाहिँ समूह कम देखेर हैन उहाँहरु आफै भाग्नुभयो तपाईहरुले देखिसक्नुभयो प्रहरी भाग्नुभयो आफै भाग्नुभयो हामीलाई देखेर तपाईदेखि डराउनु भयो प्रहरी हो डराउनु भयो डराएर भाग्नुभयो तपाईहरुको शक्ति एकदमै ठुलो रहेछ त्यसो भए किन नहुने हो र उहाँले त हामीलाई हामीले बोले मैले उहाँ तपाईहरुकै अगाडि उहाँलाई क्वेशन गरेको थिएँ उहाँले उत्तर दिन सक्नु पर्थ्यो नि त किन फर्केर हिँड्नु भयो त नेपाल प्रहरीले एउटा जर्दी लाउँदैमा लुगा लाउँदैमा र एउटा राइफल बोक्दैमा हामी डराउने होइन राष्ट्र र राष्ट्रियताका लागि हामी खोला रगतको खोला बग्छ भने पनि हामी बगाउन तयार छौं प्रहरी डराए आज डराएर उहाँहरु भाग्नु भयो तपाईहरुको आन्दोलन जारी छ हैन हाम्रो आन्दोलन जारी छ जबसम्म प्रधानमन्त्रीले आफ्नो बोलेको शब्द सदनबाट फिर्ता लिनुहुन्न त्यति बेलासम्म हाम्रो आन्दोलन चाहिँ निरन्तर जारी रहनेछ प्रधानमन्त्री त फिर्ता लिनु भनिसक्नु भयो लिनुहुन्छ कि लिनुहुन्न त्यो त भोलि समयले देखाउनेछ नि त उहाँले प्रमाणित गरेर पुष्टि गरेर देखाउनु पर्छ फिर्ता लिन बाध्य बनाउनु भारतीय भूमि नेपालले कानेर कसरी मिच्यो भनेर उहाँले पुष्टि गरेर देखाउनु पर्छ नि सदनमा जति पनि बोलेका कुराहरू व्यवहारमा र एउटा नीतिगत रूपमा कार्यान्वयनमा देखाउन एकदमै गाह्रो छ त्यो भएर उहाँले देखाउनु पर्छ हामी हेर्न चाहन्छौँ तपाईको चुनौती हो हैन हाम्रो चुनौती हामी हेर्न चाहन्छौँ खोइ नेपाल भारतीय भूमि नेपालले चाहिँ कानेर मिच्यो कसरी बस्यो हामीलाई देखाउनु पर्छ उहाँले स्पष्ट रूपमा देखाउनु पर्छ आज सिधै बालेनले चाहिँ राजालाई लिएर आऊ नेपालमा भनेको यो गणतन्त्र स्थापना गर्नका निमित्त तपाई हामी सबैको योगदान छ 10 वर्षको जनयुद्धले हजारौं नेपाली नागरिकले चाहिँ खोलामा यो रगत बगाएर ल्याएको गणतन्त्र हो आज बालेन सरकारले आएर त्यो सदनमा त्यो पनि त्यसरी बोल्न मिल्छ भारतीय भूमि नेपालले कहिले मिच्यो नेपालको राष्ट्रियतामाथि यो ठाडो चुनौती हो त्यसैले हाम्रो आन्दोलन निरन्तर रहनेछ जबसम्म उहाँले बोलेको कुरा सदनबाट फिर्ता लिनुहुन्न हाम्रो आन्दोलन जारी रहनेछ धन्यवाद तपाईहरुले बालेन्द्र शाहको पुतला जलाउनु भयो प्रहरीले चाहिँ केही सेकेन्डसम्म मात्रै त्यो रह्यो के तपाईहरुको यो आन्दोलन कसरी सम्भव हुन्छ सम्भव भनेको 2 जनाबाट सम्भव हुन्छ आन्दोलन क्रान्ति भन्ने कुरा 1 जनाबाट सम्भव हुन्छ क्रान्ति हजारौंको भिडमा मात्रै हुँदैन हाम्रो विचारको लडाई हो विचारको लडाई गर्दा एउटा देश र राष्ट्र र राष्ट्रियताप्रति देशको प्रधानमन्त्रीले ठाडो चुनौती दिइरहँदा हामी यो रोडमा उत्रेका हौं हामीलाई रोडमा उत्रिन आन्दोलन गर्न राको जुलुस गर्न रोड पनि होइन र आज गणतन्त्र आएको 2064 सालमा गणतन्त्र आएको आज